यो साथीभाइहरू अहिले चाहिँ यस्तो छ दिन अनि हाम्रो दावामा मकैको हालत यस्तो छ। यता पनि मकै छ, यहाँ पनि मकै नै छ हैन, यहाँ पनि मकै छ। मकै यसपालि ओइल ठुलो पानी परेको कारणले अलिकति खासै ठिक आएको छैन। मकै पनि सानसानै छ, लोकल मकै पनि मसिनो आएछ क्या, बिखासे मकै जस्तै हैन। अनि म अहिले दावा बजार छोटी बजारमा छु ल। छुट्टी बजार हाम्रो प्यारो छुट्टी बजार भनेर चिनिन्छ। यस्तो लेउमा चिप्ल्यो भने जान्छ फेरि पल्लो छेउ, यस्तो लेउमा चिप्ल्यो भने पल्लो छेउ पुगिन्छ। त्यसैले साथीभाइहरू अलिकति होसियार भएर हिँड्नुपर्ने हुन्छ यस्तोमा चाहिँ होइन। अब चिप्ल्यो भने जान्छ त यार, चिप्लो बाटो क्या ल। दावा बजारमा आइपुग्यो म।